नमस्ते लसो फ्याफुला हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईँहरू सामु धेरै टाइमपछि एउटा भिडियो लिएर आउँदैछु, त्यो पनि ब्राइडल मेकअप। मेरो फर्स्ट कस्टमर रहेको छ मेरो आफ्नै बहिनी साइली। म चाहिँ आज उसलाई मेकअप गरिदिँदैछु। तपाईँहरूलाई के कस्तो लाग्छ सजेसन दिनु होला है। मैले धेरै पछि भिडियो बनाएर होला मलाई बोल्न पनि अप्ठ्यारो लागिरहेछ। हामीले सबभन्दा पहिला मेकअप गर्दाखेरि चाहिँ फेसलाई क्लिन गर्नुपर्ने हुन्छ। म चाहिँ अब मेरो बहिनीलाई फेस क्लिन गरिदिन्छु। त्यसको लागि चाहिँ मैले एउटै टिस्यु दिएको छु। अब चाहिँ मेरो बहिनीलाई फेस क्लिन गर्छु। र अब मैले फेस क्लिन गरेर सकियो। त्यसपछि चाहिँ अब म आई मेकअप गर्नतिर लाग्छु। सबभन्दा पहिला चाहिँ हामीले मेकअप गर्दाखेरि आँखाको मेकअप गर्नुपर्ने हुन्छ। ओके, हामीले सबैभन्दा पहिला फेसमा मोइस्चराइजर युज गर्नुपर्ने हुन्छ। मोइस्चराइजर, त्यसपछि प्राइमर पछि बल्ल हामीले फाउन्डेसन युज गर्ने। फाउन्डेसन युज गरि नै हुन्छ अनि कन्सिलर युज गरि नै हुन्छ। म चाहिँ अहिले फर्स्टमा मोइस्चराइजर युज गर्दैछु। त्यसको लागि चाहिँ मसँग रहेको छ जन्सन बेबी। हामीले मोइस्चराइजर लगाइसकेपछि चाहिँ 2 मिनट जति चाहिँ हामीले होल्ड गर्नुपर्ने हुन्छ। एकैचोटि लगाउँदाखेरि चाहिँ अलि मिल्दैन। अब हामी एकैछिन होल्ड गर्छौँ। यो रहेको छ प्राइमर। प्राइमरले चाहिँ हाम्रो स्किनलाई ड्यामेज हुनबाट बचाउँछ र मेकअप स्मुथ देखाउँछ मेकअपलाई पनि। उसको चाहिँ आइब्रोज राम्रो छ, त्यही भएर त्यस्तो साह्रो मिलाउनु पर्दैन, तर म मिलाइदिन्छु। मसँग रहेको छ आइब्रोज मिलाउनलाई यो। देन कन्सिलर। अब म युज गर्नेवाला छौँ यो के भन्छ आई प्यालेट। कुन चाहिँ युज गर्ने त?
साह्रो हुन्छ अब चाहिँ हामी गाजर लगाउने छौँ गाजर कता पुग्यो गाजर गाजर कहाँ छ ले जियामा Tadi meja. Kami foto ta अब गाजर लगाइसक्यो त्यसपछि अब हामी यसले चेप्छौँ यसको नामै आएन मलाई मिहोले खोल्दियो मिट छ सम छ जो अब चाहिँ हाम्रो आँखाको मेकअप सकियो त्यसपछि अब हामी फेसतिर जानेछौँ अब फेसमा लगाए फेसमा चाहिँ मैले मोइस्चराइजर पनि लगाइसक्यो प्राइमर पनि लगाइसक्यो अब भने फाउन्डेसनको पालो अब हाम्रो फाउन्डेसन ब्लेन्ड गरेर पनि सकिसक्यो हेर्न सक्नुहुन्छ फाउन्डेसन लगाइसक्यो मान्छे त के हो चिन्न नसक्ने अब चाहिँ हामी के भन्छ लाइनर लगाउँछौँ नै लाइनर हैन के भन्छ लिप लाइनर लगाउँछौँ हामी अब लिपस्टिक लगाएर सकियो हेर्न सक्नुहुन्छ हेर्नुहोस् अब हामी कन्टुर लगाउँछौँ कन्टुर
मसँग चाहिँ छैन कि त्यस्तो, त्यही भएर म चाहिँ यही युज गर्छु। हाम्रो मेकअप अलमोस्ट सकिन लागिसक्यो। मैले ब्लस पनि लगाइदिइसक्यो, सबै लगाइदिइसक्यो। अब बाँकी परेको हाम्रो स्प्रे लगाउन बाँकी छ, मेकअप सेट गर्ने। अब त्यो एउटा मात्र बाँकी। जस्ट वेट गाइस। मसँग अरू कुनै पनि स्प्रे छैन नि त, त्यही भएर म चाहिँ अब रोज वाटर चाहिँ युज गराइदिन्छु है। हाम्रो चाहिँ अलमोस्ट अब सकियो। हाम्रो स्प्रे पनि गरिसक्यो। हेर्न सक्नुहुन्छ तपाईँहरूले नै कस्तो मैले मेकअप कस्तो गरिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। हेर्नुहोस् गाइस कस्तो छ मेरो मेकअप, मेरो बहिनीलाई। तर हाम्रोमा चाहिँ मेकअप गरेको सुहाउँदैन क्या, त्यही भएर हेर्नुहोस् सधैँ आँखामा यस्तो छैन नि त, हाम्रो गाजर लगाउने छैन, त्यही भएर हामीले सुहाउँदैन, मेकअपले सुहाउँदैन। अब तपाईँहरू नै भन्न सक्नुहुन्छ गाइज, मेरो मेकअप मैले ट्राई गरेँ हो नि त, त्यस्तो होइन कि मैले गर्ने। अब घरमै ट्राई नगरेको अन्त कहाँबाट आउँछ, त्यही भएर मैले ट्राई गरेँ हो। अब मेरो बहिनीलाई मैले ब्राइडल मेकअप गरे हो नि त, कपाल पनि एकचोटि मिलाइदिन्छ, अनि उसले सिन्दुर हाल्छ, अनि ठिक्क हुन्छ। यो रहेको छ हाम्रो अन्तिम ब्राइडल मेकअप। यो हो मैले गरेको मेकअप। कपाल देखाइदिउँ त, कपाल यो हो मैले बनाएको जुरो, अनि यो हो मैले गरेको मेकअप। कस्तो छ तपाईँहरू भनिदिनु होला है त गाइस। अहिले अब चाहिँ हाम्रो मेकअप पनि सक्यो। अब चाहिँ हामी भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ। तपाईँहरूले मेकअप के कस्तो लाग्यो भनिदिनु होला, के कस्तो लाग्यो भनिदिनु। अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि मेरो युट्युब च्यानलमा यदि नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला र मेरो यो च्यानलमा जोडिरहनु होला। अहिलेलाई चाहिँ यति नै भन्न चाहन्छु। हस् त, धन्यवाद।